बाँदरमुडे घटना घटेको आज 21 वर्ष पुगेको छ। नमस्कार, म विकास भूषाल। 2062 साल जेठको 23 गते आजकै दिन, आजभन्दा 21 वर्ष अगाडि बाँदरमुडे घटना इतिहासमा सबैले अमिट छाप छोडेको नमिठो घटनाको रूपमा हामीले बाँदरमुडे घटनालाई लिने गर्छौं। माडीबाट भरतपुरतर्फ जाँदै गरेको गाडी माडी कल्याणपुर बाँदरमुडेमा एम्बुसमा परि, तत्कालीन नेकपा माओवादीको एम्बुसमा परि त्यति बेला 37 जनाको घटनास्थलमै मृत्यु भएको थियो भने 71 जना घाइते भएका थिए। करिब 75 जना जति घाइते भएका थिए। यो घटना इतिहासको अत्यन्त दर्दनाक घटना रहेको छ, अविस्मरणीय घटना रहेको छ। त्यस गाडीमा करिब भरतपुर आउँदै गरेको गाडीमा 110 जना सवार थिए। 110 जना सवार गाडीमा तत्कालीन आतंककारी घोषित माओवादीले विद्युतीय एम्बुस खडा गरी सर्वसाधारणको ज्यान लिएको थियो। यो घटनालाई माओवादीले नि आफ्नो ऐतिहासिक भूलको रूपमा सम्झने गरेको भन्ने बताएको थियो। तर वास्तविक रूपमा अहिले पनि ती 75 जना जो घाइतेहरू थिए उनीहरूले वास्तविक न्याय अझैसम्म पाएका छैनन्। यही जेठ 23 को दिन उनीहरूको न्यायको निम्ति आवाज उठ्छ। अरू दिन न सरकारले हेर्छ न कसैले हेर्छ। यो एउटा घटना, जो घटनाले उनीहरू जो पीडित छन् ती पीडितहरूलाई पटक पटक समय समयमा त्यति बेलाको विद्रोहीले सरकार पनि चलायो, पटक पटक प्रधानमन्त्री पनि भयो। स्वयं त्यसै क्षेत्रबाट सांसदको रूपमा तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जितिसकेपछि देशको प्रधानमन्त्री समेत हुनुभयो। तर पनि बाँदरमुडे घटना पीडितले वास्तविक न्याय नपाएको उनीहरूले आफ्ना कुरा अझै पनि राखिरहेका छन्। वास्तविक पीडितहरूलाई, जो बाँदरमुडे घटनाका पीडितहरू छन्, ती पीडितहरू साँच्चै अहिले पनि कष्टकर जीवन बिताइरहेका छन्। उनीहरूको लागि सरकारले केही सोच्नै पर्ने हुन्छ। शासकहरूले धेरै पटक सत्तामा, विद्रोहपछि सत्तामा पनि गए तर उनीहरूको कुनै पनि ख्याल गरेनन्। यो ख्याल गर्नु जरुरी छ। मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र जो घाइतेहरू हुनुहुन्छ उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ। 21 वर्षपछि पनि यो हामी माडीवासीको लागि बाँदरमुडे घटना एउटा नमिठो छाप बनेर बसेको छ।